यो चाहिँ चुत्रा हैन, यस्तो कालो हुन्छ मिठो हुन्छ कि खाँदा हैन। गाउँले जीवन यस्तै हो, घाँस दाउरा, मेलापात, जङ्गल, खेतबारी। हेलो नमस्ते अनि वेलकम माई न्यू भिडियो। आज चाहिँ म तपाईहरुलाई हाम्रो गाउँतिरको जङ्गल देखाउन गइरहेको छु हैन। आज मारा आको, यो चाहिँ हाम्रो गाउँको पारीको जङ्गल हैन। एकदमै तराई भन्दा एकदमै शीतल छ यता हैन। तराईमा बेसरी गर्मी थियो, तराईमा बस्दा बस्दा पाहाडतिर चढेको, पाल्पातिर आएको, एकदमै शीतल महसुस भइरहेको छ हैन। स्वर्गमा आए जस्तो। त्यो पारी ब्याकग्राउन्डमा देखेको चाहिँ हाम्रो गाउँतिरको डाँडा हो हैन। त्यहाँ देखिएको बर्खा सुरु हो, जताततै हरियाली छ, हरियो सुरु भइसकेको छ हैन। अब बोट बिरुवाहरू पनि पलाउने, एकदम हरियो, जताततै रमाइलो देखिन्छ। त्यहाँ पारी हल्का देखिएको हाम्रो गाउँ हैन, सबै हाम्रो गाउँतिरको यो डाँडोहरू हैन। त्यहाँ पारी चाहिँ अर्को गाउँ हो, यो स्याजु भन्ने। तल कालीगण्डकी पनि देखाएको छ हल्का। यो चाहिँ फक्सिङ डाँडा। मारा आएको म चाहिँ हैन बाख्रा चराउनको लागि। अब बाख्रा चराउँदै जङ्गलतिर भिडियो बनाउँदै हिँड्ने हो हैन। कालीगण्डकी चाहिँ हल्का देखाएको छ, त्यति राम्रो देखेको छैन। अब चाहिँ जङ्गलतिर धेरै समयपछि आइयो यता हैन। हामी सानोमा बेसरी घाँस दाउरा गरेर हिँडेको हैन, बाख्रा चराउँदै हिँडेको ठाउँ धेरै समयपछि आइयो। एकदम खुसी लागेको छ यो ठाउँमा। आजभोलि चाहिँ मान्छे खासै हिँड्दैन, त्यही भएर एकदमै जङ्गल छ बाटो हैन। पहिला पहिला यो बाटो चाहिँ ओहोरदोहोर गरेर हिँड्ने हैन। पहिला पहिला यो बाटोहरू यस्तो राम्रो थियो हैन, दिनकै मान्छे हिँड्दा हैन। जब मान्छे हिँड्दैन, मान्छे नहिँडेपछि यो चाहिँ पुरै जङ्गल हुँदो रहेछ कि हैन। मान्छे जुन ठाउँमा मान्छे छैन त्यो ठाउँ पुरै जङ्गल हुँदो रहेछ। खासै मान्छे हिँड्दैन आजभोलि। यो मोटरको बाटो आएपछि सबै गाडीमा हिँड्ने, त्यही भएर यो बाटो खुट्टा हिँड्ने बाटो चाहिँ पुरै जङ्गल हुँदैछ हैन। मान्छेहरू पनि बिस्तारै जङ्गलतिर। उ त्यो हेर न, अहिले मैले काटिदिन्छु, त्यहाँ छोड्दै त यस्तो राम्रो होइन। ओ के आयो चितुवा त आएन नि। म त चितुवा जरा यहाँले बाख्रा पनि तर्सियो। मारा आएको म चाहिँ होइन। यो चाहिँ हाम्रो बाख्रा भर्खर छोडेको, एकै ठाउँमा चराएको बाख्राहरू होइन। ल अब बिस्तारै जङ्गलतिर जान्छ, बाख्रा चढ्दैछ यता। घाँस पनि छ बाख्रालाई बेसरी। अहिले चाहिँ बर्खाको याममा घाँस बेसरी पलाएको जङ्गलमा। अब गाउँको काम भनेको यस्तै हो होइन, घाँस दाउरा गर्ने, मारा हिँड्ने, गाई बाख्रा चराउने। हाम्रो चाहिँ गाई र गोरु छैन होइन, बाख्रा मात्रै हो। थुप्रै छ हाम्रो घरमा चाहिँ। फार्म छ कि बाख्राको, एकदम धेरै छ होइन। खसी बोकाहरू पनि छन्, तर घरतिर छैन। खसी बोका चाहिँ मारा हिँड्हाल्दैन, यो चाहिँ माउहरू मात्रै हो। यहाँ गोरु पनि हाम्रो निमाको गोरु भेटिया। आलकाल निमा भयो मेनाङ जो नलेखेर ले। ए म चाहिँ चिटुवा राखेर अलि बिर्सिँदै बाख्रा लेस नाङ्छ। चाहिँ गोरु मासतिर जङ्गलतिर गयो त बाख्रा त। जङ्गल पुरै हरियाली यहाँ पहिला एकदम। चितुवा चमारा म निमाइला पुरै। अब यी बाख्रा चराहा मैले चाहिँ पुरै भिडियो बनाउँदै हिँड्ने हो होइन। रमाइलो छ जङ्गलमा, शीतल छ, यस्तो आनन्द छ होइन। अब यस्तो छ हाम्रो गाउँतिरको जङ्गल। यहाँ चाहिँ मृग पनि हुन्छ होइन, तर अहिले चाहिँ छैन। मृग पनि पाइन्छ, कालिज पनि, अनि कहिलेकाहीँ बाख्रा मजाले चराहा, कहिलेकाहीँ बाघ पनि देखिन्छ होइन। तर अहिले चाहिँ नभेटियोस्, बाख्रालाई फेरि हान्देला। यस्तो छ हाम्रो गाउँतिरको जङ्गल होइन, पुरै हो यो। अब आइया बाख्रा चराउँदै चराउँदै अब साँझतिर जाने हो। 2-3 घन्टा चराइन्छ बाख्रा। यो 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 मजाले बाख्रा पनि चरायो होइन यस्तो शीतलमा। उता पनि लानु थियो ठाउँ त होइन, तर उता चाहिँ एकदम गर्मी हुन्छ क्या। यता चाहिँ
शीतल हुन्छ हैन जङ्गलमा उता जङ्गल छैन हैन खरेन मात्रै हो यता चाहिँ जङ्गलमा हे आउ सेती यो कस्तो दौडिन्छ यार बाख्रा नि यस्तो राम्रो घाँस हुँदैन चर्दैन यार आउ सेती यो मे झऱ्यो बाख्रा बाटोमा अलि त फर्काउ न उता गयो के अहिले उता पहाडमा जान्छ फेरि जङ्गलको पो बनाउने हो त चरा छ यता 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 यस्तो छ यार कताबाट जाने हो यार कडै कडा यार या बाख्रा नि कस्तो दौडिन्छ हौ यस्तो चर्ने ठाउँ हुँदा नि या बल्ल बल्ल भेट्यो यी साथीहरूलाई बल्ल भेटिया छ अरे यो यस्तो छ यार आऊ यस्तरी दौडिन्छ हौ बाख्रा त यो यस्तो शीतल छ यार पुर्या कति काट्यो अनि कसलाई याद आउँछ साथी हो यस्तो जङ्गलतिर बाख्रा चराएर हिँडेको पहिलाको याद आउँछ होला नि त हैन देश विदेशमा हुने साथीहरूले हेर्नुभयो भने कमेन्ट गर्नु होला तपाईहरुले पनि पहिला यसरी चराएर हिँड्नुहुन्थ्यो होला हैन गाउँतिर हुँदा साह्रै रमाइलो हुन्छ हैन सानसानो बाख्रा चराएर हिँड्न गाई गोरु चराएर हिँड्नलाई मारा हिँड्नलाई यस्तो हैन रुखको छारीमा बस्ने हैन भिडियो बनाउने बस्ने हो हैन साथी हो अनि गाई बाख्रा चराउँदै हिँडेको मारा हिँडेको घाँस काट्ने हिँडेको कतिको याद आउँछ साथीहरूलाई त्यो पनि कमेन्ट गरिदिनु होला हैन देश विदेशमा जहाँबाट हेर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ हैन सबैजनाले यसरी मारा आयो हैन अनि रुखको छारीमा बस्ने टक्क लाएर अनि खेल्ने साथीहरू धेरैजना भएर हैन अहिले चाहिँ धेरै छैन हैन साथीहरू म एक्लै छु अनि मेरो बुढी पनि छन् तर बुढीले चाहिँ चल्ती छ अनि धेरै रमाइलो हुन्छ नि त हैन मारा हिँड्दा त पहिला एकदमै हामी त्यहाँ मास्तिर थियो कि हाम्रो हैन ठुलो छ हैन चौर छ त्यसमा सबै गाउँका सबै जाने हैन बर्खामा अनि खेल्ने हैन खाने यस्तो रमाइलो हैन दिनभरि साथीहरुसँग खेल्यो अनि कसले के काट्ने हैन घाँस दाउरा काट्ने स्याउला काट्ने त्यो पुराना दिनहरु चाहिँ एकदमै रमाइलो थियो कि हैन तपाईहरुले कसले गर्नुभयो गाउँमा बस्ने साथीहरुले त प्राय गर्नुभयो होला हैन बजारमा बस्ने साथीहरुलाई त त्यो थाहा छैन होला तर गाउँमा बस्ने साथीहरुको चाहिँ काम त्यही हुन्थ्यो कि हैन सानोमा एकदमै सानो बाल्यकाल भनेको एकदमै रमाइलो छेड हुन्छ हैन बाल्यकाल सबभन्दा लाइफको सबैभन्दा रमाइलो मोमेन्ट भनेको एकदम बाल्यकाल हो हैन जे जति रमाइलो हुन्छ बाल्यकालमा हुन्छ हैन जब हामी बाल्य अवस्था पार गरिन्छ त्यसपछि चाहिँ धेरै थोरै मान्छेले अब रमाइलो कोहीले रमाइलो होला कोहीले दुःख होला कोहीले सुख होला हैन जो सबैभन्दा जिन्दगीको सबैभन्दा रमाइलो छेड भनेको बाल्यकाल नै हो हैन हरेक कुराहरु हैन खुसी हरेक कुराहरु जे जस्तो भयो भने हैन हरेक कुरामा खुसी हुने हैन खेल्ने रमाउने जहाँ पनि पुग्ने हैन एकदमै रमाइलो अवस्था भनेको बाल्यकाल हो हैन अनि त्यो दिनहरु चाहिँ एकदमै रमाइलो हुन्छ हैन अनि अहिले चाहिँ अब बाल्यकालको अवस्था सम्झिँदा पनि एकदमै हो सपना जस्तो लाग्छ हैन त्यो दिनहरु एकदमै रमाइलो हुन्थ्यो हैन बस्ने खाने रमाइलो गर्ने हैन एकदमै रमाइलो हुन्थ्यो कि ती दिनहरु आजभोलि चाहिँ त्यो अब साथीहरु अब देशमा त्यस्तो बस्ने रोजगार पनि छैन त देशमा हैन सबैजना साथीहरु देश विदेश जानुभयो हैन कोही कता अब कमाउने सक्ने उमेर भएपछि चाहिँ आफ्नो खुट्टामा उभिन पर्दो रहेछ हैन एउटा लाइफ चलाउनको लागि त्यही भएको कारणले गर्दा साथीहरु पनि छैन गाउँमा सबै देश विदेश कोही कहाँ हैन अहिले भेट्न पनि एकदमै मुस्किल हुँदो रहेछ के हैन जति रमाइलो गर्ने जति भेटिने हैन जति सँगै बस्ने भनेको बाल्यकालमै रहेछ तर बाल्यकालको अवस्था कटेपछि चाहिँ एकदमै जिन्दगी चाहिँ भिन्दै हुँदो रहेछ हैन हरेक कुराको जिम्मेवार वहन गर्नुपर्ने छ काँधमा जिम्मेवारी आउँदो रहेछ हैन जे जति रमाइलो हुन्छ बाल्यकालमै हुन्छ हैन आजभोलि ती बाल्यकालका साथीहरु पनि नभेटेको धेरै भयो हैन
अब भेटिए पनि सबैजना सँगै भेटिन्न, कोही कहिले कोही कहिले होइन। एकदमै सबै सँगैजना एकै ठाउँमा एकै समयमा भेटिन एकदमै गाह्रो हुँदो रहेछ क्या। किनभने कोहीको कहाँ समय नमिल्ने होइन। त्यही भएको कारणले गर्दा एकदमै बाल्यकालको अवस्थाहरू धेरै रमाइलो हुन्छ होइन। यो चाहिँ चुत्रा अब यो के भन्छ, यो चुत्रा होइन, के भन्छ तिम्रो घरतिर? चौतारी चुत्रा होइन रे यो। कस्तो चौतारी? चुरुट पो चौतारी हुन्छ रे, यसलाई चौतारी भन्छ। यो चाहिँ चुत्रा होइन, यस्तो मिठो हुन्छ, गुलियो गुलियो, तर खासै पाके छैन यो। के अरे कालो भएर पाक्ने हो होइन, यस्तो होइन। चुत्रा यो भर्खर पाक्दैछ, यो वनमा यस्तो हुन्छ होइन, यस्तो पाक्छ। तर यो सल खासै रहन्छ, यो खासै राम्रोसँग पाकेर रहन्छ होइन। त्यो चुत्रा बेसरी मिठो हुन्छ, यसको रक्सी पनि बनाउँछ होइन, एकदम मिठो हुन्छ यसको रक्सी होइन, अर्ग्यानिक यस्तो हुन्छ त्यसको। यो चुत्रा भन्छ, तपाईँहरूले देख्नु भएको छ होला नि, कतिजनाले चाहिँ यता गाउँमा जङ्गलमा हिँड्दा होइन। यो चाहिँ एकदम मिठो हुन्छ, गुलियो गुलियो हुन्छ, यो चुत्रा हो, यसलाई चुत्रा भनिन्छ होइन। यो पनि यो चुत्रा होइन, यो पुरै यो एकदम पाक्न सुरु भएको छ अब जङ्गलमा यो चुत्रा। यो चुत्रा यो होइन, यस्तो तपाईँ गाउँतिर पनि हुन्छ होला नि होइन, के हुँदैन? त्यो साँच्चै राम्रोसँग देखाएन भर्खर। यो चाहिँ चुत्रा होइन, यस्तो कालो हुन्छ, मिठो हुन्छ कि खाँदा होइन। हेलो गाइज, गाउँले जीवन। हेलो गाइज, गाउँले जीवन यस्तै हो। घाँस दाउरा, मेलापात, जङ्गल, खेतबारी होइन। कि आज चाहिँ म त कि घाँस काटेर, घाँस त पुगेको छैन, अब अलिअलि काटेर अब बाख्रालाई, हाम्रो घरमा धेरै बाख्रा छ, बाख्राको लागि हरियो घाँस काटेर अब घरतिर जाँदैछु। गाउँको काम भनेको यस्तै घाँस काट्ने, घाँस दाउरा, मेलापात होइन। कि अब घरमा बाँधेर राखेको बाख्रालाई घाँस त खुवाउनु पऱ्यो होइन, बिचरालाई। अब म घाँस काटेर घरतिर, घाँस त धेरै काटिएन, अब फेरि भोलि काट्नुपर्छ। आजको लागि चाहिँ पुग्छ होला। अब घाँस काटेर म चाहिँ घरतिर। सबैजनाले मेरो भिडियो हेरिसकेपछि लाइक, सेयर अनि कमेन्ट गरिदिनु होला। मन पर्छ भने एउटा सब्सक्राइब पनि गरिदिनु होला है त। सबैजनालाई म रिक्वेस्ट गर्न चाहे। ल, गाउँलेको जिन्दगी यस्तै हो, सबैजनाले हेरिदिनु होला।